आजभोलि मान्छेहरूले यतिसम्म अचम्मको हरकत गर्छन् कि होइन, अब भनेर साध्य छैन क्या। बरु त्यो फेसबुकको पोस्टले चाहिँ न्याय पायो होइन, तर यो मान्छेको यो बलेको आँसुले चाहिँ न्याय पाएन क्या। सोसल मिडियामा जताततै चरित्र हत्या चाहिँ यो बलेको गरियो होइन, गर्न लागेको काम पनि छुटाइयो, खेल्दै गरेको फिल्मबाट पनि हटाइयो होइन। अनि उहाँ त्यो जुन केटीले यसरी स्ट्याटस हालेर उ गरेको थियो, ऊ केटीको न त कुनै भिडियो छ, न त कुनै प्रमाण छ, न त कुनै केही छ होइन। त्यत्तिकै यो मान्छेलाई फसाइदिने क्या। हेर त, हतगढी लाएर न त प्रमाण छ, न त केही छ, त्यत्तिकै उठायो लगिदियो। कतिसम्मको न्याय हो यो, हो कि होइन? प्रहरी प्रशासनले पनि यसरी हतगढी लाएर सोसल मिडियामा देखाउँदै गर्ने हो त। यदि छानबिन गर्नु छ भने पनि एउटा कलाकार जस्तो मान्छेलाई, फिल्म खेलिरहेको जस्तो मान्छेलाई होइन, अलिकति होइन सभ्य तरिकाले हुन्छ नि, सोधपुछ गर्नुपर्छ सबैमा होइन, सोधपुछ इम्पोर्टेन्ट हुन्छ। तर चाहिँ यसरी गरेर पुरै हुन्छ नि त्यो फसाउने खालको गरेर एउटा आफ्नो मेहनतले हुँदै गरेको मान्छेलाई ल त्यो भइसक्यो, अब त्यसलाई जसरी पनि गिराउनुपर्छ, झराउनुपर्छ भन्ने अवस्थाले यसरी गिराउन चाहिँ यो चाहिँ मलाई उचित लागेन। तपाईँहरूलाई के कस्तो लाग्यो साथीहरू, कमेन्ट गर्नु होला है त।